जय मसीह सबैलाई। वचन सुरु हुने बित्तिकै केही मण्डलीहरूमा यस्तो देखेको छु, यस्तो सुनेको छु कि कोयर टिम बाहिरिन्छन्। कि हामी वर्शिप टिम होइन, वर्शिप वनली टिम मात्रै त बन्दै छैनौं। नेपालका केही मण्डलीहरूमा यो एक शनिबारको परम्परा जस्तो बन्न थालेको छ। आराधना सकिएपछि कोयर टिम बाहिरिन्छन्, मानौ आराधनापछि छुट्टी नै भयो। वचन सुरु हुन साथ स्पोटिफाईमा मन नपरेको गीत स्किप गरे जस्तै वचन स्किप। कोयर टिम ढोका बाहिर। भजन गीत गाउनु ठूलो सेवा हो र तपाईहरुको सेवा अद्भुत छ, तर हाम्रो विश्वास गीतको रिदममा मात्र सीमित हुनुपर्ने होइन नि। एकछिन गम्भीर भएर सोचौं, हामी चर्च किन आउँछौं? भजन गीत गाउन मात्र कि परमेश्वरलाई सम्पूर्ण जीवन सहित आराधना गर्न? जब हामी आराधना वर्शिप गर्छौं, प्रभुले हाम्रो आवाज सुन्नुहुन्छ, तर हामीले उहाँको आवाज सुन्ने भनेको वचन मार्फत नै हो। यदि वर्शिप आगो फायर हो भने वर्ड त्यसको इन्धन फ्यूल हो। इन्धन बिनाको आगो त्यो त धुवाँ, जस्ट स्मोक मात्रै हो। बाइबलले हामीलाई भन्छ कलसी 3:16 मा, ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस् अनि कृतज्ञता सहित भजन स्तुति र आत्मिक गान गाओ। वचन पहिले मुटुभित्र बस्छ अनि मात्र गीत मुखबाट निस्कन्छ। गीत भनेको वचनको फल हो मित्रहरू। रोमी 10:17 ले भन्छ, विश्वास सुनेर आउँछ र सुन्नु चाहिँ ख्रीष्टको वचनबाट। वचन सुनेर आउने विश्वासले नै हामीलाई सही तरिकाले बाँच्न सिकाउँछ। वर्शिपले तपाईलाई फिल गुड, आनन्दित बनाउँछ। वर्डले तपाईलाई सही तरिकाले जिउन सिकाउँछ। बाइबलले यो कुरा स्पष्ट पारेको छ, वर्शिप आराधनाले हाम्रो मन तयार पार्छ, तर वर्ड वचनले जीवन बदल्छ। वर्शिप ढोका हो भने वर्ड बाटो। ढोका खुल्यो भने भित्र पस्नु पर्छ। ढोका बाहिर फोटो खिचेर फर्किनु स्पिरिचुअलिटी होइन है। याकुब 1:22-23 ले अझ हामीलाई कडा चेतावनी दिन्छ। वचन सुन्ने मात्र होइन, वचन पालना गर्ने बन। वचन नसुन्नु भनेको आराधना गर्न जान्ने तर वचनले नबदलिएको अनुहार मात्र ऐनामा देख्नु हो। क्वायर टिमका साथीहरू, हामी मञ्चको तारा होइन, वचनको विद्यार्थी हुनुपर्ने हो। येशूले भन्नुभयो, मानिस रोटीले मात्र होइन, परमेश्वरको हरेक वचनले बाँच्छ। वर्शिप पछि बाहिर चिया होइन, भित्र बसेर वचनको भोजन खानुपर्छ। त्योभन्दा ठूलो आराधना अर्को छैन। तर हाम्रो वास्तविकता, खाना खायो, गीत गाइयो, वचन स्किप भयो। त्यसपछि आत्मिक जीवन कहाँ बलियो हुन्छ र? नेपालका धेरै मण्डलीहरूमा वर्शिप गीत सेसन जस्तो बुझिन्छ। त्यसैले वर्शिप सकियो, ब्रेक टाइम। तर सम्पूर्ण संगति नै आराधना हो। गीत गाउनु एउटा भाग हो, भेटी चढाउनु अर्को भाग हो, र वचन सुन्नु र पालना गर्नु चाहिँ सबैभन्दा ठूलो भाग हो। हामी भन्छौं वचन परमेश्वरको प्रेम पत्र हो, तर त्यो पत्र नै नखोलौं जस्तो गर्छौं। वचनको समयमा बाहिर निस्कनु वा निदाउनु भनेको हामीले उहाँको प्रेम पत्रलाई नै इन्कार गरे झैं हुन्छ। नेपाली चर्चलाई चाहिएको लाउड वर्शिप जेनरेसन होइन, डीप वर्ड जेनरेसन हो। र जाँदा जाँदै अन्तिम कुरा, डोन्ट जस्ट सिङ फर जीसस, स्टे टु हियर जीसस। र आउँदो शनिबार क्वायर टिम होस् वा अन्य विश्वासी दिदी बहिनी दाजुभाइ होस्, बाहिर होइन भित्रै बसौं है।